त्यसपछि चाहिँ नि के त भनेदेखि अनि त्यहाँबाट उनीहरूको तरकारी खेतीमा जति पनि मेसिनहरू म आफै लिन्छु अनि काम गर्ने मान्छे चाहिँ नि उनीहरूको छोरछोरी हुन्छ उनीहरूकै छोरछोरी सिमारातिर सिमरा होइन निजगढदेखि यता बागमती के अरे कोशीसम्म 6वटा जिल्ला जति पर्छ तपाईँको प्लान चाहिँ त्यहाँको क्षेत्रमा पानीको सिँचाइको व्यवस्था मिलाएर खेती सिँचाइ गर्ने व्यवस्था गर्ने र पानी उनीहरूलाई फ्री दिने खानेपानी अनि तपाईँले त अघि पैसा पनि दिने 1 वर्षको त्यो खेतीपातीको नि भन्नुभयो ए होइन खेतीपाती चाहिँ नि हरेक खेती लिए बापत एउटा कलाइस मैले खेत लिए बापत त्यहाँ त्यसपछि चाहिँ नि के त भनेदेखि उनीहरूसँग त्यो उनीहरूको धान जति उब्जनी हुन्छ उनीहरूलाई के त जमिन दिए बापत भनेपछि धान जुन छ त्यो चाहिँ नि उनीहरूको इन्कम भयो होइन त्यो इन्कमको चाहिँ नि फर्स्ट इयरमा मैले नसकेँ भने सेकेन्ड इयरबाट फुल पेमेन्ट गर्ने जति धान हुन्छ त्यति पैसा उनीहरूलाई दिइदिने के कारणले दिनु तपाईँले हजुर किन दिने त्यो मलाई त्यो जग्गा दिए बापत तपाईँले त्यो जग्गामा चाहिँ के गर्नुहुन्छ त्यो तरकारीहरू 20 देखि 40 प्रकारको चाहिँ नि तरकारी रोप्छु लसुन प्याजदेखि लिएर जमी तरकारी आलु गोलभेडा तपाईँले भाडा स्वरूप दिनुहुन्छ त्यो पैसा भाडा स्वरूप पैसा दिन्ला मैले एउटा त्यो अर्को चाहिँ नि पानी फ्री भयो त्यो पनि ठुलो एसिड उनीहरूलाई के दिनला भने नि त्यो जुन ट्याङ्कीमा रिजर्भरमा पानी जुन जम्मा गर्छु नि त्यो बाहेक अर्को पानी मैले जम्मा गर्न लाग्छु त्यो चाहिँ जमिनमै है त्यो चाहिँ के भने त्यो चुरेमा चाहिँ यो खोला आयो नि यो खोला आइसकेपछि त्यहाँ चुरे त अग्लो छ यस्तो छ तर यहाँबाट सुरु भयो होइन यहीँदेखि नै मैले कभर गर्दैछु त्यो पानी र खोलाको दायाँ बायाँमा जम्मै खाल्डो खनेर तपाईँले प्र्याक्टिकल्ली व्यवहारिक पनि कभर गर्दै हुनुहुन्छ कि मुखले मात्रै गर्दै प्र्याक्टिकल्ली हुने मात्रै मुखले भनिरहेको छु कि कहिलेबाट एक्सनमा जानुहुन्छ तपाईँ यति कहिलेबाट भन्नाले जब म ब्यालोटीसँग एग्रिमेन्ट भयो नि एग्रिमेन्ट भएको 3 देखि 4 महिनामा काठमाडौँ हुन्छु नेपालमा एग्रिमेन्ट भएको एग्रिमेन्टलाई रोकिरहेको कि म नसकेर कहाँ सजिलो खाँदै यिनीहरूलाई एग्रिमेन्ट गर्न त्यही त भेट कुरा त गर्नु पाएको छैन उसको ठेगाना त छैन मसँग राम्रो फोन नम्बर छैन त्यो त छ नि अनि तपाईँको प्लान मैले बुझेँ अब त्यो सिमारातिरको सिमरा होइन तपाईँ सिमरा 12देखि तपाईँको भन्नुभयो नि निजगढदेखि माथि अहिले त्यहाँ फास्ट ट्र्याक पनि बन्दैछ फास्ट ट्र्याक हो त्यही त तपाईँले उनीहरूको भाडामा लिएर तरकारी खेती गर्नुहुन्छ त्यो लगेर काठमाडौँमा बेच्नुहुन्छ अर्ग्यानिक खाने काठमाडौँमा कसरी बेच्ला भन कसरी बेच्नु भने अहिले त काठमाडौँमा चाहिँ तरकारी गएपछि कालीमाटी बजारमा र अर्को यता बागमती के उसमा बल्कुमा 2टा बजार छ त्यहाँ लगेर मिडल म्यानले लगेर त्यहाँ दिन्छ त्यसपछि अनि खुद्रा पसलले लिएर जान्छ होइन मेरो त्यो होइन जस्तो यो पेरिफेरी है यो सेन्टरबाट चाहिँ नि भनौँ 15 मिनट हिँड्दाखेरि जहाँ पुग्छ यो हरेक गाउँमा रेडियसमा म्याक्सिमम् 15 मिनट हिँड्दाखेरि पुग्ने जति छ त्यहाँ यहाँ एउटा पसल भनेपछि यहाँ अर्को पसल एउटा कोठाको पसल है पसलमा चाहिँ नि के त भने तपाईँको यो कोठा भयो होइन यो कोठामा ठ्याक्क ऱ्याक यसरी ठ्याक्क ऱ्याक राख्यो होइन मसँग भनौँ 20 किसिमको तरकारी छ भने 20वटा ऱ्याक है तरकारी ल्याएर घ्याप त्यहाँ रहन्छ ढोकामा एकजना हुन्छ बेच्ने भित्र कोही पनि हुँदैन उसले ब्याग लिन्छ भित्र जान्छ के हाल्नु मन छ खतरा हाल्छ आफ्नो ब्यागमा है आएर बाहिर ठ्याक्क वेटमा वेइङ मेसिनमा जोग्छ कति किलो भनेपछि 10 किलो जुनसुकै तरकारी एउटै रेट राख्ला जम्मै तरकारी निउरो भयो नि एउटै कुरिलो आलु भयो नि कुरिलोदेखि लिएर भ्यान्टासम्मको एउटै रेट कस्तो अहिले जुन तरकारी बजार चाहिनेमा जुन रेट छ नि सुरुमा फर्स्ट इयरमै मैले ठ्याक्कै आधा रेट त्यसले कुरिलो मात्रै लिएर गयो नि पायो कुरिलो लिएर गयो नि पायो पिँडालु लिएर गयो नि पायो उसलाई त्यहाँ 20वटा रमाइलो राखेको छु अथवा 40वटा राखेको छु भने 40वटा खन्न छ उसले घत्र हाल्छ सुरुमा त हामीले बेलेटीको सँगको एग्रिमेन्ट हुनै पर्यो त्यो नभइकन म तपाईँसँग नम्बर छ भने म गर्छु नि त के फोन गर्छु म फोन नम्बरै छैन मैले ब्यालोटीसँग जाने मेरो प्लानै अर्कै छ डाइरेक्ट ब्यालोटीमा गएर भेटै हुँदैन उसले टाइमै दिँदैन के को लागि भेट्ने के लाउनुहोस् न प्लान पहिले तरकारी सक्दिनु खोजे आज मैले तपाईँले जम्मै एकैचोटि सुन्नु खोज्नु तरकारीको सकियो त्यहाँ सकिन्छ भाडामा लिनुहुन्छ सिँचाइ गर्नुहुन्छ काठमाडौँमा लानुहुन्छ त्यसपछि काठमाडौँ लगेपछि तपाईँले 20 थरी तरकारी 40 थरी जति थरी भए पनि उनीहरू ट्याक्क झोलामा हालेर किन्छन् त्यसपछि घर लगेर पकाएर खान्छन् सिद्धिन्छ काठमाडौँमा हरेक मान्छेलाई 10 देखि 15 मिनट हिँड्दाखेरि बढीमा कालीमाटी बजार पुग्छ ऊ
कालीमण्डी बजारमा जे पाउँछ सस्तो पाउँछ भन्छ नि, त्यसको कालीमण्डी बजारको ठ्याक्कै हाफ रेटमा आफ्नै घर नजिक तरकारी बजार छ। त्यही पनि अर्गानिक क्यान्सर हुने अर्ग्यानिक यस अर्को अर्ग्यानिक पुरै। मैले कुनै पनि मल हाल्ने त्यो रासायनिक मल हाल्दिनँ। ल आजको लागि निर्धारित समय यति नै बुवा। ल फेरि हामी कुरा नजिकै छौँ। ल मलाई बक्सा त दिनु पर्यो 2-3टा।